हामी चाहिँ यता छौँ होइन। यो राजकोटको डाँडाबाट देखिने एकदम लोभलाग्दो दृश्य हो। यस्तो छ दामी दामी भ्यू। आज अलि पानी, हिजो राति पानी आएर आज अलिक खाली पनि छ आकाश होइन। यस्तो छ, अलिअलि बादल पनि आइगयो। बिहान त खतरा खाली नै थियो होइन। यतामा पाटनहरू छन् नि, यस्तोलाई अरे समुद्रले के भन्यो भने जुम्ला गाजा पाटन रे, जुम्ला गाजा पाटन रे। गर्मी पनि के साह्रो गर्मी हो यो। अहिले उता त्यो पछाडि देखिने गाउँ छ नि, पछाडि सान्नी हो, त्यो गाउँमा जानुपर्ने छ अहिले इक्जाम दिनलाई। के गर्नु, अझै 3 दिन बाँकी नै छ, 3 गतेसम्म छ। अझ राजकोटको बसाइ धेरै लामो होला जस्तो छ 3 गतेसम्मको होइन। अब के गर्ने, बस्नै पर्यो। ओहो हो, ठाउँ चाहिँ फेरि दामी, लास दामी हो। माथि कम्ता दामी छ यो एरिया। पछाडि टिकटक बनाउने काम जारी भइरहेछ पछाडि यतिर होइन। यतातिर पछाडितिर टिकटक बनाउने काम जारी भइरहेछ। यता निम्मा 2 जना आइसक्या छन्। ओहो हो, अब हामी पुग्नु लागिसक्यौँ। थोरै पछाडि छ टावर, त्यो टावर घुम्न जाने अरे है मान्छे। हेलो नबोल्ने हामी हेरिरहेको छ त्यो। ओहो हो, मुस्कान डर दिन्छ नै यो चुतियाहरू। घाँसले त झाँक्ले डुबाइरहेको छ पछाडि। यता के गर्नु अब, यस्ता सँग त आउनु परिरहेछ। घुम्न अगाडि बाटो हिँडेर अरे सर्प भेट्दा भनेर आफै नआउने, म नलाउने अगाडि उतै। सधैँ कहाँ बिदा चाहियो अरे मस्तै फोटो खिच्ने मन लाग्यो गाइकन। भोलि बिहान 4 बजी जाँदैन भए के फरक पड्यो। फेरि भोलि बिहान जाने अरे। फोटो लास्टै दामी आउनु लाग्यो के बबाल भयो यो। आहा पानी छैन कि घाँस मात्रै हो, सर्फ मात्रै नभेट्यो। सर जे हो नि भाल छैन। कस्तो दामी हो यार। तलबाट बादल मात्रै आइगयो कि समस्या त्यो छ कि यताबाट बादल आइरह फोटो खिच्ने भनेर आइसकेको छ। सरकारी हो कि सबले काट्ने हो। ओहो क्या दामी है। मेरो भान्जीलाई घाम लास्टै भइगयो। मेरो भान्जीलाई घाम कस्तो भइरह है। जस्तै फोटो खिच्न लाउने होइन हाम्रो ठाउँथि। मेरो फोटो खिच्दिनु ला भनिकन खोज्दा पनि नखोजिदिने, मेरो फोटो पनि नखिचिदिने यी दुश्मनहरू यस्ता छन्। यो चुतिया यो मेरो फोटो जहिले खिचिदिनेलाई बिगाडिदिने मात्रै। खिचिदिने भन्ने जबरजस्ती खिचाउनु लागिसके त्यही पनि बिगाडिदिने मात्रै हो। त्यही हो, म भुनेका फोटा राम्रा खिचिदिने होइन। यो चुतिया यो हामी है। हाम्रो बाबरे ओहो हाम्रो गाउँ पनि देखिरहेछ यताबाट पछाडि। पछाडिदेखि नै हाम्रो गाउँ होइन। यो खाद्दु यो त यो 50 जना त होइन, धुलछोडा चाहिँ हो रहेछ। 50 जना चाहिँ देखिरहेको होइन अरे। क्या दामी देखिरह है। यो तल यो के अरे तल त्यो गाउँको नाम टिकातीतिर होइन, फुक्कुट यता। हामी चाहिँ यता राजकोटको माथि डाँडामा आइसकेका छौँ। खाद्दु यो छडो देखिरह नि यता। पूजा गर्छु मायाको ला 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 मलचरीका बथन हजुर बसै सरीका आँसुसँगै दुःख झरे
खुसी भरिलाई रित्तो छाती हेरिरह्यो मुठु दे पठान। अनि भान्जी पनि सुतिसकिन् मेरो भान्जी सुतिसकिन्। अब घरमा जानु पऱ्यो। अब उता घरमा गएर पनि सान्ने जानु छ होइन, के गर्नु अब जानु पऱ्यो। अब फेरि कुनै दिन समय मिलेछ भने फेरि आउनु पर्ला एक दिन टक्क है त। हामी रिटर्न भएर यता आइसक्यौँ होइन। गाई चलाएर टक्क बाटोतिर होइन, त्यो उर्कुन सकेन यताबाट। अनि अहिले म